चाहिँ अब उता अब हामी चाहिँ घरतिर लाडा गाउँ जाँदैछौँ। भाइ र म चाहिँ जाँदैछौँ। हेलो हेलो। अब यहाँ हेर्नुहोस् हामी डाँडा पुगेपछि गर्छौँ। अब अहिलेसम्म तपाईँहरूलाई वहाँ त्यहाँ पनि देखाउँछौँ। तपाईँहरूलाई हेर्दै गर्नु होला छ यहाँ। हामी चाहिँ अब तपाईँहरूलाई एकैचोटि बगान देखाउँछौँ। टन यहाँ चाहिँ चिया बगानै बगान छ। यहाँ हेर्नुहोस् सुपारी चाहिँ धेरै हुन्छ यहाँ बाहुँडाइ। हामी चाहिँ अब यस्तो जाँदैछौँ। तपाईँहरूलाई अब आउनु भएको ए हजुर कहिले काटेको भाइ? अस्ति कस्तो भन्ने 1 महिना अगाडि। 1 महिनाभन्दा अगाडि काटेको अरे। 1 महिनाभन्दा अगाडि काटेको अरे। अब अहिले त छैन। अब कहिले रोप्ने हो र फेरि? रोप्ने होइन यत्तिकै। अब यो यत्तिकै हुन्छ यहाँ अब लगभग अब कति मिनटमा? अब 1 मिनटमा चाहिँ पुग्छौँ होला सायद। अब हामी चाहिँ यता चाहिँ बाइक यता पुलिसहरूले चाहिँ यताको पुलिसले चाहिँ केही गर्दैन। 4 जना 5 जना चढ्दा पनि केही गर्दैन होइन त। अनि हेलमेट पनि लाउनु पर्दैन होइन। तर बेला चाहिँ सिडीहरू बनाइदिएको छ राम्रो छ अहिले चाहिँ। र त्यहाँ मन्दिर छ बाट अब हामी मलाई हुँदैन। अब हामी यहाँबाट भाइलाई स्याहाँ हुँदैन। बाटो नबनाउँदाखेरि चाहिँ खतराकै गल्ती हो। एटलिस्ट बाटो चाहिँ यहाँ राम्रो बनाइदिनु भएको छ। राम्रो छ यहाँ चाहिँ अहिले चाहिँ सर जाँदैछौँ। अब गइमा आजलाई चाहिँ यति नै हो गाइजहरू। अब मन परेमा यदि लाइक कमेन्ट गरिदिनु होला। आजलाई चाहिँ यति नै होला। बाई बाई। बाई बाई।